हामी सबैलाई फर्स्ट घर किन्दाखेरि धेरै एक्साइटेड लाग्छ। यी कुराहरू मिस गर्नुभयो भने चाहिँ हजुरलाई हजारौँ डलरको नक्सानी हुन सक्छ। सुन्नुहोस् है त, हामी कतिचोटि घर किन्दाखेरि मन्थली पेमेन्टको मात्रै हाम्रो दिमागमा हुन्छ, तर पहिलो कुरो नबिर्सिनु पर्ने चाहिँ प्रपर्टी ट्याक्सेस, इन्सुरेन्स अनि मेन्टेनेन्स कस्ट। हामी त्यो कुरोहरूलाई हाम्रो दिमागमा राख्नुपर्ने हुन्छ। दोस्रो कुरो चाहिँ आफूमा भएको हरेक सेभिङ तपाईँहरूले घर किन्नमा लगाउनु भयो भने चाहिँ त्यो मिस्टेकको एउटा कुरो हो। किनभने घर किन्दा यदि केही समस्याहरू आयो भने हजुरहरूको सेभिङ्सै छैन भने त्यो कुरोहरू बनाउनका लागि धेरै गाह्रो हुन्छ। सो दोस्रो कुरो अभोइड गर्नुपर्ने, हजुरको सबै सेभिङ्स एउटा घर किन्नका लागि लगाउनु भयो भने चाहिँ त्यो मिस्टेक चाहिँ तपाईँले अभोइड गर्नुहोस्। तेस्रो कुरो होम इन्स्पेक्सन अनि प्रोफेसनल गाइडेन्स। कतिचोटि हामी आफै गर्छौँ जस्तो लाग्छ अनि होम इन्स्पेक्सन अनि आफ्नो रियल्टरले भनेको कुरोहरू हामी त्यति दिमागमा हामी लिँदैनौँ। घर किन्दाखेरि इस्ट रेजिडेन्सलमा चाहिँ हजुरहरूलाई यो 3टा कुरोहरू अभोइड गर्नका लागि हामी तपाईँहरूलाई हेल्प गर्छौँ। यदि 2026मा हजुरहरूलाई मेरो फर्स्ट घर म किन्छु भनेर लागिरहनु भएको छ भने चाहिँ इस्ट रेजिडेन्सललाई कन्ट्याक्ट गर्नुहोस् अनि यी 3टा कुरोहरू हामी अभोइड गर्न तपाईँहरूलाई सहयोग गर्नेछौँ। थ्याङ्क यू भेरी